हेलो हेलो गाइस, तपाईँलाई स्वागत छ र फेरि पनि यो नयाँ भिडियोलाई लिएर आएको छु। यो चाहिँ इन्फर्मेटिभ भिडियो तपाईँहरूको लागि र 2027 सेन्सस सेल्फ इनोमिनेसन फर्म चाहिँ आजदेखि 1 अगस्तदेखि तपाईँहरूले 14 अगस्तसम्म कम्प्लिट गर्नुपर्ने हुन्छ। र कसरी यो फर्म भरिन्छ तपाईँलाई म विस्तार रूपमा जनाउनेछु, देखाउनेछु है। र तपाईँले यो अन्तसम्म हेर्नुपर्ने हुन्छ, विस्तार रूपमा हेर्नुपर्ने हुन्छ। यदि तपाईँले स्किप गर्दै हेर्नुहुन्छ भने चाहिँ तपाईँले केही बुझ्नुहुन्न है। र यो भिडियोलाई सुरु गर्नुभन्दा अघि चाहिँ तपाईँले मलाई मेरो च्यानललाई तपाईँले सब्सक्राइब गर्नुपर्ने हुन्छ, फलो गर्नुपर्ने हुन्छ है। र तपाईँले फलो गरिदिनुहोस् होला, सेयर गरिदिनुहोस् होला। हुन्छ, यो भिडियोलाई हामी सुरु गर्दैछौँ। फर्स्ट चाहिँ तपाईँहरूले यो सेल्फ इन्युमरेसन फर्ममा गएर तपाईँले माथि लेखेको देखि सक्नुहुन्छ। तपाईँले त्यहाँ गएर यो भरेर स्टेट भर्यो, त्यहाँदेखि हेड अफ द फ्यामिलीको नाम तपाईँले भर्नुपर्ने हुन्छ यहाँनिर। त्यहाँदेखि इमेल आइडी तपाईँले हाल्दा नि हुन्छ, इट्स अप्सनल। त्यहाँदेखि मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। मोबाइल नम्बर हालेर त्यहाँदेखि तल गएर क्याप्चा हाल्नुपर्छ। क्याप्चा गरेर तपाईँले सेन्ड ओटिपी गर्नुपर्छ है। तपाईँले विस्तार रूपमा हेर्नुहोस् होला। क्याप्चा हालिसकेर तपाईँले अब चाहिँ यहाँ सेन्ड ओटिपी गऱ्यो, ओके सक्सेस, ओटिपी सेन्ड भयो तपाईँको मोबाइलमा। ओटिपी आएर तपाईँले अब यहाँ फिल गर्नुपर्ने हुन्छ। फिल गरिसकेपछि तपाईँहरूले फेरि यहाँ हेर्नुहोस् ल, फिल गऱ्यो, त्यहाँ ल्याङ्ग्वेज चुज गऱ्यो। ल्याङ्ग्वेज चुज गरिसकेपछि फेरि तपाईँले ओटिपी क्याप्चा हालिसकेर त्यहाँदेखि फेरि भेरिफाई ओटिपी गर्नुपर्ने हुन्छ। र भेरिफाई ओटिपी गरिसकेपछि तपाईँहरूको इन्टरफेस खोलिन्छ। यस्तो इन्टरफेस खोलिन्छ। इन्टरफेसमा गएर तपाईँ डिस्ट्रिक्ट चुज गर्नुपर्छ। यहाँ जस्तै मेरो पऱ्यो कालिम्पोङ र यहाँ पिनकोड हाल्यो। त्यहाँदेखि चाहिँ यहाँ गएर मुनि गएर चाहिँ तपाईँहरूले यहाँ ल्यान्डमार्क सेलेक्ट गर्नुपर्ने हुन्छ। ल्यान्डमार्क चाहिँ यहाँ खोजेर तपाईँको के पर्छ है। जस्तै मेरो यहाँ मैले ल्यान्डमार्क हालेँ। ल्यान्डमार्क हालेर यहाँ यस गरेँ कन्फर्म लोकेसन, मुनि कन्फर्म लोकेसन आउँछ। त्यहाँदेखि यहाँ अप्सन चुज गर्नुपर्ने हुन्छ। सेन्ससमा घर कस्तो छ तपाईँको, यहाँ अब तपाईँको वाल सिमेन्ट छ भने सिमेन्ट चुज गर्न सक्नुहुन्छ है। सिमेन्ट चुज गरेँ मैले चाहिँ। र अब तल गएर तपाईँको रुफ छाना कस्तो छ, तपाईँको कङ्क्रिट छ भने कङ्क्रिट यहाँ तपाईँले चुज गर्नुहुन्छ। र कन्डिसन कस्तो छ घरको है, त्यो गुड, लिभेबल, यो सबै चुज गरेर तपाईँले यस गर्नुपर्ने हुन्छ। त्यहाँदेखि यस गरिसकेपछि यहाँ टोटल नम्बर अफ पर्सन्स नर्मली रिसाइडिङ इन हाउस होल्ड 4 हुन्छ है। हाम्रो चाहिँ 4जना भएको कारणले। अरू यो सेक्स हेड अफ द फ्यामिलीको। अन्त तपाईँ एसटी एससी ओबिसी पढ्नुहुन्छ कि हुँदैन अदर्स पर्छ भने एसटी एससी तपाईँ चुन्नुहुन्छ। घर चाहिँ तपाईँको ओन मतलब आफ्नै र रेन्टेड घरमा बस्नुहुन्छ कि एनी अदर पनि चुज गर्न सक्नुहुन्छ। रुम कतिवटा छ घरमा, अब यहाँ रुम भर्नुपर्ने हुन्छ तपाईँले। र रुम मेरो चाहिँ 2टा रुम छ र 2टा रुम मैले लेखिसकेको छु। र विवाहित जोडीहरू, म्यारिड कपलहरू चाहिँ कतिजना छ हाम्रोमा चाहिँ 2जना, एक बुढा कपाल हो, आमा सिङ्गल हुनुहुन्छ। र त्यही भएर यहाँ नानी छ, एकजना मात्रै भएको कारणले गर्दा एकजना भन्नु। त तपाईँहरूको कति छ त्यो तपाईँको अनुसार तपाईँले भर्न सक्नुहुन्छ है। र यहाँ गएर यस, देन आफ्टर यहाँ ड्रिङ्किङ वाटर कस्तो छ तपाईँको। हाम्रो चाहिँ कस्तो छ भने ट्याप वाटर फ्रम अनरेटेड सोर्स। हाम्रोमा सोर्स कुनै बनिएको सोर्स होइन, त्यो आफै बनाएको सोर्स। र एभाइलेबिलिटी अफ ड्रिङ्क विदिन प्रिमिसेस, घरभित्रै छ है हाम्रो ड्रिङ्किङ सोर्स। र इलेक्ट्रिसिटी हाम्रो मेन एनर्जी सोर्स इलेक्ट्रिसिटी हुन्छ। ल्याट्रिन कस्तो छ त्यो चुज गर्नुहुन्छ। टाइप अफ ल्याट्रिन फ्लस हुन्छ कि सेप्टिक ट्याङ्क छ, सेप्टिक ट्याङ्क चुज गर्नुपर्ने हुन्छ। किनभने प्रायः जस्तो घरहरूमा हाम्रो चाहिँ सेप्टिक ट्याङ्कै युज हुन्छ। र यो सबै तपाईँले केही पनि चुज गर्नु पर्दैन। मैले चाहिँ क्लिक गरेर यहाँ ट्राई गरेको थिएँ, माथिको त्यो उयो हुँदो रहेछ। र तल गएर फेरि तपाईँले चाहिँ वेस्ट वाटर आउटलेट कनेक्टेड टु, यहाँ चाहिँ क्लोज ड्रेनेज, ओपन ड्रेनेज यहाँ छ। मैले चाहिँ क्लोज ड्रेनेज चुज गरेको छु। तपाईँहरूले आफ्नो अनुसार बाथरुम छ कि छैन यहाँ छ। र एलपिजी कनेक्सन तपाईँहरूले पकाउनु लागि के चुज गर्नुहुन्छ है। एलपिजी कनेक्सन मैले गरेँ। र तपाईँहरूले आफ्नो अनुसारले तपाईँको के छ तपाईँले चुज गर्न सक्नुहुन्छ। त्यहाँदेखि मेन फिल युज फर कुकिङ, यो पनि एलपिजी नै हुन्छ किनभने हामी घरमा एलपिजी नै चलाउँछौँ। त्यहाँदेखि यहाँ गएर सेभड एन्ड नेक्स्ट यस गऱ्यो। त्यहाँदेखि फेरि यहाँ गएर चाहिँ तपाईँको रेडियो ट्रान्सिस्टर तपाईँको छ कि छैन। मैले चाहिँ ओन मोबाइल स्मार्टफोन भनेर चुज गरेँ। र प्रायः जस्तोमा त अहिले त रेडियो हुँदैन। र टेलिभिजन चाहिँ हालैमा चाहिँ मेरो घरमा चाहिँ छैन, हामी फोनहरू नै युज गर्छौँ। र एक्सेस टु इन्टरनेट तपाईँले ओन स्मार्टफोन चुज गर्न सक्नुहुन्छ। ल्यापटप कम्प्युटर छ कि छैन, यस नो, तपाईँको छ भने छ यस, छैन भने नो। त्यहाँदेखि टेलिफोन एन्ड फोन स्मार्टफोन छ हाम्रोमा। र गाडी बाइक र स्कुटर छ कि छैन, साइकल यहाँ छैन र मैले नोन गरिदिएँ। र कार, जिप, भ्यान तपाईँकोमा छ कि छैन त्यो पनि तपाईँले चुज गर्न सक्नुहुन्छ।
र मेन सिरियल कन्ज्युमिङ हाउस हो। हामी चाहिँ बेसी भातै खान्छौँ, त्यही भएर राइस हामी चुज गर्नुपर्छ, किनभने हाम्रो भेगमा चाहिँ राइसै बेसी चल्छ है। तपाईँले तपाईँको अनुसारले यहाँ चुज गर्न सक्नुहुन्छ। र प्रिभ्यू, यो चाहिँ प्रिभ्यू हो, के मैले अहिले भरेँ भनेर, यति नै हो भन्नुपर्ने कुराहरू चाहिँ। र तपाईँहरूलाई के कस्टमाइज गर्नु छ भने गर्नु, र फाइनल सबमिसन गरिदिउँ भने चाहिँ र इनोमिनेसन मेरो चाहिँ जेनेरेट भयो यहाँ चाहिँ है। र तपाईँहरूलाई के कस्तो लाग्यो यो भिडियोलाई, मन परेमा तपाईँले सेयर गरिदिनुहोस्, मेरो च्यानललाई तपाईँले फलो गरिदिनुहोस् होला। हुन्छ, थ्याङ्क यू सो मच फर वाचिङ। फेरि पनि यस्तो इन्फर्मेटिभ भिडियो यदि तपाईँहरूको सपोर्ट पाए फेरि पनि लिएर आउनेछु। हुन्छ, बाई बाई।